गुड मर्निङ गाइज होइन आज भ्लग बनाउनुलाई निस्क्यो भनेको आम्मा यस्तो हुसो लाएर चर्को छ अभी मजा आएगा ना भिडो गइरहेको छ पसल खोल्न बाँकी त्यही देखाउँछु नि ल आज त हुसो लागेको छ पाल भएरले झन् हामी जङ्गल साइडको पऱ्यो झन् कति हो कति चिसो आम्मा मेरो पछाल्नेलाई ट्रक कस्तो दामी भ्यू छ अहिले बिहान बिहानको जरा सबर गरो मेरो अङ्कल पनि आइसकेको छ बिहान नै सर केही बताउनुहुन्छ कि यता हेर्नु न अब गइरहेको छु नुहाउन यहाँ हाम्रो यहाँको चार्जिङ सेन्टर यही हो नराम्रो चार्जिङ सेन्टर साला खोल्नुभन्दा बढी बन्द नै हुन्छ के गर्नु गाह्रो छ जाठा भाइहरू कता घुमिरहेको छ आम्मा कट्ना सट्ना बोकेर हिँडेको छ वा जाठा मज छ केटाहरू ल गाइज म फाइनली नुहाइ धोएर निस्किसकेको छु घरबाट यस्तो ह्यान्डसम परेर कालो मान्छे अब जति नुहाए पनि कालै देखिने हो होइन मेरो भाइ पनि यस्तो ह्यान्डसम छ ल अनि केमा हाल्छ त त्यो भाइले अब गइरहेको छु पसल अब के गर्नु डेलीको रुटिन नै त्यही छ जिन्दगीमा अगाडि बढ्न सकिएन भनेर त के भन्नु होइन बढिन्छ हामीहरू दोकान बन्द गरेर दुध यति उभिएको छ दुध लिएर अब गइरहेको छु घर मासिक झरिरहेको छ दामी म र मेरो कलुवा भाइ पनि छ कलुवा भाइ कस्तो घर लाग्छ नि फेरि अब हामीहरू गइरहेको छु घर आजको भ्लग सक्यो दिनभरि रमाइलो गरिन्छ त्यो रमाइलो गरेको देखाउनै आउँदैन मलाई न त म देखाउँथेँ कि हे गाइज ल टेक केयर लभ यु गाइज सपोर्ट मी सब्सक्राइब मी ल बाई